1 2 3 go. हेलो नमस्ते के भने त म त म चुप लागेर बस्छु भने यस्तै गर्नु ओके हेलो एभ्रिवान नमस्ते फेरि होइन होला के हो हेलो एभ्रिवान नमस्ते तपाईहरु सबैजनालाई मेरो युट्युब च्यानल धेरै धेरै स्वागत छ भन्दै हामी फेरि पनि अर्को नयाँ च्यालेन्ज भिडियो लिएर आइसकेको छौं हामीसँग चाहिँ आज तितिसरा पानी परिरहेको छ अनि तितिसरा पानी पुरीमा चाहिँ जसले फर्स्ट खाएर सक्छ त्यसले चाहिँ 500 रुपैयाँ पाउँछ अनि हार्नेले चाहिँ कतिवटा 5 वटा खुर्सानी खान पर्ने हुन्छ साथीहरु ल सुरु गरौँ वहाँ रेडी सेडी गर्ने फेरि अब चाहिँ हामी भिडियो सुरु गर्छौं है त 1 2 3 गो भयो नि अहिले भइसक्यो ओ हो किमान सघाउनु पर्छ है रहेछ नि Goodie bag. किमान सघायो फेरि सुन्नुपर्छ झोल पनि सिजाउनु पर्छ अन्त त कस्तो भएको केटा मुख पनि सघाउनु पर्छ
ओए बिहार खुदा खानु पर्न खालो गयो मेरो सुरुमा अलिकति ढिलो भयो कि साथीहरू त्यही भएर सुरुमा अलिकति कस्तो के यसले झमझम खाइहाल्यो म चाहिँ किमा भर्दै ठिक्क भयो क्या भले कतिवटा रे मतलब त्यतिसवटा थियो दुइटा घरमा त्यही त्यो खाएन त्यो त्यो त उसो एउटा तैँले खायो भने खाऊ तर साथीहरू कसरी खाइस् तैँले कसरी कसरी यो किमा धेरै हालेर खाँदै छैन क्या यसले सुरुमा खा पानी चाहिँ ठिक ठिकै हामी त्यति साह्रो धेरै खानु पानी चाहिँ यहाँ राख यु हेभ टु इट विथ नो रिएक्सन ओके पाँचवटा खुर्सानी खान सक्छु रे साथीहरू मैले तर मैले जित्थेँ कि कसरी हाउ इज पोसिबल वाट जित्थे ओइ साथीहरू कसरी खुर्सानी तर तपाईँले उस गर्नु पर्ने क्या के हामीले त्यो हाल्यो भने नि के पानीपुरीको मसलाहरू के पहिले हाल्नुपर्ने होइन मैले सक्थेँ होला होइन अब कसले सक्न थाहा हुन्न अब तर माथिको छाला पुरै गयो होइन माथिको छाला यस्तो माथिको छाला गयो कि साथीहरू पानीपुरी खाएर अब यो खुर्सानीले त झन् मार्ने भयो त मलाई 5वटा खायो कि 6वटा 5वटा हो त्यहाँदेखि है साथीहरू यो कसरी खान्छु र मैले खानु भयो पनिर पहिला विनिङको प्राइज त ल्याउनु ए म यहाँ लाउनुहोस् तपाईँलाई 5 रुपियाँ पाएँ कि अब तैँले खुवाउने भोलि अब त्यो पैसाले पनिसमेन्ट साथीहरू खान्छ नखाइनु भनेर त्यो पनिसमेन्ट भनेको पनिसमेन्ट नै हो माथिको छाला पुरै गयो नत्र खाइदिन्थ्यो ओके इट पिरो है लास्टै छाला गयो होला माथि छालामा पुग्ने होला नि खान 5वटाले खानु पर्ने भन्छ के हुन्थ्यो ओ घेसम्म हाते गन्ध मम्मी Oh my god. अनि पानी खानु हुन्छ होला आजको पानीपुरी चाहिँ तैँले भन आजको पानीपुरी च्यालेन्ज यति हो सक्यो अनि तपाईँहरूलाई फेरि पनि नेक्स्ट च्यालेन्ज चाहिँ के चाहियो कमेन्ट गर्नु होला सबैजनाले तपाईँहरूले हामी चाहिँ तपाईँले भनेको च्यालेन्ज लिएर आउने नै छौँ भन्दै अहिले चाहिँ बाई बाई